हाय नमस्ते। अझै हाम्रो हिजो हुने पास्नीको ठुलो मम्मी अनि यता चाहिँ उसको मम्मी नमस्कार। अनि हामी चाहिँ हिजोको गिफ्ट चाहिँ अनबक्सिङ गर्न गइरहेको छौँ। जे माउली बोजूले है हाम्रो आमाले हामीलाई जन्म दिने आमाले नातिलाई दिनुभएको है। आमालाई पनि धन्यवाद। यो चाहिँ हाम्रो माइली छामा र अङ्कलले दिनुभएको। छामा र अङ्कललाई धेरै धेरै धन्यवाद। बाबुलाई यहाँ लगाउने यो चाहिँ सबैलाई धेरै धेरै धन्यवाद। सर म्याम, मेरो साथीहरू, अङ्कल आन्टी सबैलाई धन्यवाद। साथीहरू गुड मर्निङ, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल रङ्गना राई भ्लग। सो फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो आजको नयाँ भ्लगमा। साथीहरू म चाहिँ आरामै छु, आशा छ हजुरहरू पनि आरामै हुनुहुन्छ होला। अनि आज चाहिँ हामी चाहिँ यहाँ हिजो हाम्रो बाबुको पास्नी थियो। अनि पास्नीमा चाहिँ हाम्रो सबै टाढा टाढाबाट आउनुहुने आफन्तजनहरूले चाहिँ बाबुलाई माया गरेर आशीर्वाद दिएर गिफ्टहरू दिनुभएको थियो। आशीर्वादहरू धेरै धेरै दिनुभएको थियो। कहाँ कहाँबाट आउनुभयो उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद मेरो तर्फबाट, साथै मेरो बहिनीको तर्फबाट पनि। अनि उहाँहरूले चाहिँ गिफ्ट धेरै दिनुभएको छ। अनि त्यो गिफ्टहरू चाहिँ हामी अनबक्सिङ गर्न गइरहेछौँ। कसले दिनुभयो हामी चिनेको जति नाम भन्ने छौँ, यदि चिनेन भने अहिले नै तपाईँहरूलाई म सरी भन्न चाहन्छु। हाय नमस्ते। अझै हाम्रो हिजो हुने पास्नीको ठुलो मम्मी अनि यता चाहिँ उसको मम्मी नमस्कार। अनि हामी चाहिँ हिजोको गिफ्ट चाहिँ अनबक्सिङ गर्न गइरहेको छौँ। अब चिनेको जति अब नाम भएको जति भन्ने चाहिँ, यदि चिनेनौ भने चाहिँ अहिले सरी भन्न चाहन्छु। अब चाहिँ हामी गिफ्ट खोल्न गइरहेछौँ। फर्स्ट यही रहेछ मेरो अगाडि। अनि यही मैले चाहिँ खोल्न दिएँ। यो चाहिँ म बसेको मेरो डुबुको घरको दिदी मेरो पाख्रेन दिदीले धन्यवाद दिदी। अनि देखाउन यो बाबुको लागि चप्पल छ, धेरै धेरै धन्यवाद तपाईँलाई। अनि यही छ मेरो छेउमा, मैले यही हेरौँ है हामीले। कसले दिनुभयो? हर्कजङ राई सोठी धेरै धेरै धन्यवाद। हर्कजङ राई जेठानी राई हुनुहुन्छ, धेरै धेरै धन्यवाद राई। अनि धनजङ राई सोल्ठी उहाँ पनि मेरो चाहिँ सोल्ठीलाई धेरै धेरै धन्यवाद। हर्कजङ राईकै भाइ धनजङ राई हो, धेरै धेरै धन्यवाद राई तपाईँलाई पनि। दिदी आउनुभएको थियो दिदीलाई। अनि मनिला राई सायद सोल्ठी नै पर्छ होला मेरो, उहाँलाई मेरोबाट पनि धन्यवाद। राईकै बहिनी के अरे मनिला बहिनीले ल्याइदिनु भएको, धन्यवाद। लीला राई यो चाहिँ हाम्रो माइला काका छोरी, माइली बहिनी के अरे माइला काका छोरी मेरो बहिनी, उसको चाहिँ दिदी लीला बहिनी धेरै धेरै धन्यवाद। भेनालाई धेरै धेरै धन्यवाद दिनुभयो, भेनालाई पनि धेरै धन्यवाद। दिदीले यस्तो राम्रो गिफ्ट पठाउनु हो, धेरै धेरै धन्यवाद। ए यहाँ रहेछ यो गरम सुरु गर्नु नि, यो अगाडि गर्नु। कसले हो? यो चाहिँ नाम छैन रहेछ, चिनेन मबाट चाहिँ सरी। तिमीले चिन्यो भने भन्नु। यो चाहिँ यहाँ नाम लेख्नु भएको रहेन त, चिनेन उहाँलाई पनि धन्यवाद। कसले दिनुभयो? यहाँ पनि नाम चाहिँ छैन, मैले चिने। यो दुइटा चाहिँ सायद उता कोसी उताको के अरे के है के भन्छ अरे उता चक्कर घटीबाट आउनेहरूले ल्याउनु भएको हो कि यता चाहिँ होइन, यताबाट उ चाहिँ होला के अरे कबिनको उयोहरू सुरु माग्नुभएको नि। ए उहाँले हाम्रो कबिन भाइको चाहिँ छामाको छोरी एकजना चाहिँ उहाँहरू जस्तै लाग्यो। पक्कै हो, नाम लेख्नु भएको चिनेन सरी धन्यवाद, धेरै धेरै धन्यवाद। अनि यो कसले हाम्रो कुन आन्टीले जस्तो भएको छ हो, यो कुन्ता आन्टीले ज्ञानी मुमा हाम्रो छोरीको चाहिँ नाम राखिदिएको छ छोरीले, धेरै धेरै धन्यवाद अङ्कल आन्टीलाई। अनि यो एकै ठाउँ हो, साइला मामा भन्नुभएको थियो। साइला मामा टक्कर भर्तीबाटै आउनुभएकै। मैले चाहिँ जहिले चाहिँ होला जस्तो लाग्यो। यो यति होला सायद।
उहाँलाई धेरै धेरै धन्यवाद। मलाई खास चिन्दिनँ, अब चिन्ने चिन्दै हो भन। यो निनी भनेपछि दमकबाट शेरबी दिदी हुनुपर्छ। शेरबी दिदी तपाईँलाई धेरै धेरै धन्यवाद। शेरबी दिदी मेनुका दिदीले पठाउनु भएको धेरै धेरै धन्यवाद। यो कपडा आयो, कपडा देखाउँ। यो यही देखाउँ न, यही आयो अगाडि। यो चाहिँ माउली बोजूले है, हाम्रो आमाले, हामीलाई जन्म दिने आमाले नातिलाई नातिलाई दिनुभएको है। आमालाई पनि धन्यवाद, नातिलाई ल्याइदिनु हो। अनि यो चाहिँ हाम्रो मामा मिलन कुमार राई, यो चाहिँ हाम्रो जेठा दाईले भान्जा है, मिलन दाईले। मेरो जेठा दाईले मिलन कुमार राईले पठाइदिनु भएको। यो चाहिँ दाईको तर्फबाट हाम्रो मिलन दाईलाई धेरै धेरै धन्यवाद। यस्तो मिलन दाईलाई धेरै धन्यवाद। अनि यो आयुष, यो कान्छा भाइ, हामी दुईजना चाहिँ कान्छा भाइ, तर हाम्रो बाबुको चाहिँ कान्छा मामा। अब भयो त कान्छा मामा। यो जेठा दाईले, बाबुको जेठा मामाले, यो कान्छा मामाले, मेरो कान्छा भाइले यो भान्जालाई भन्नु भर्काइदिएँ, आफै भर्काउँदै होला। अनि यो चाहिँ माइला मामा माइजू भोजबिरमा जितेन्द्र सुस्मिता बुहारीको तर्फबाट दाई भाउजूले भान्जालाई पठाउनु भएको। यो सबै धेरै धेरै धन्यवाद। भान्जालाई धेरै 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 धन्यवाद दाई भाउजूलाई। यो नामहरू किन? रञ्जिता, मेरो त के पर्छ? छोरीले छोरी हो। यो रञ्जिता छोरीले उहाँलाई यो चाहिँ धन्यवाद। हाम्रो बखाती दाईको छोरी रञ्जिता छोरीले दिनुभएको। यो चाहिँ भाइलाई धेरै धेरै धन्यवाद छोरी। अनि यो कहिले दिनुभयो? यो पनि टप्पर भट्टीबाट नै आएको हो। यो दिदीको नाम चाहिँ बिर्से, मैले चाहिँ चिनिनँ, त्यही भएर सरी। टप्पर भट्टीबाटै आउनुभएको दिदीले दिनुभएको हो। मेरो सासू मम्मीको एउटा छोरी, मामाको मामा कि मामाको छोरीले। अनि यो चाहिँ हाम्रो खोटाङबाट, यो चाहिँ माइली छामाले मुमाले भने कान्छी मुमा भनौँ न। हाम्रो बाबुको चाहिँ कान्छी मुमा, हाम्रो चाहिँ कान्छी छाना। मेरो आमाको बहिनीले बाबुलाई चाहिँ छामालाई धेरै धेरै धन्यवाद। खोटाङदेखि मेरो कान्छी छ्यामाले खोटाङबाट पठाउनु भएको। बाबुको चाहिँ मुमा पऱ्यो नि त, बाबुको कान्छी मुमा मामा भएको। मन्दिरा भनेको मैले चिनिनँ। यो चाहिँ भवानीपुरबाट मेरो मन्दिरा दिदीले दिनुभएको। मन्दिरा राई भवानीपुरबाट। छोरीको नाम पऱ्यो नि त। अनि यो माया दिदी, हाम्रो दिदी पर्छ होला सायद। यो मन्दिरा दिदी रहेछ। अनि मन्दिरा दिदीले धेरै धेरै धन्यवाद। दिदी आइदिनु भयो, यस्तो राम्रो गिफ्ट ल्याइदिनु भयो, धेरै धेरै धन्यवाद। अनि यो चाहिँ माया दिदी, माया दिदी धेरै धेरै धन्यवाद। यो माया दिदी मेरो बेस्ट दिदी, धेरै धेरै धन्यवाद दिदी। यो गिफ्ट चाहिँ आधी आधी घोडेको चाहिँ हाम्रो नानी फेरिमा खोलेर आधी आधी पारेको कसले कसलेको हो? मैले त भिडियोमा बेसी होइन, हामी याद भएन। चाहिँ कसैमा दिनुभएको थियो बिर्सियो। यो चाहिँ उहाँलाई पनि धेरै धेरै धन्यवाद। ए जसुका छाना हो कि त सेतो चाहिँ यो होला जसुका छाना रे होइन जे म आराम धेरै धेरै धन्यवाद। चिनिएन, धेरै धेरै धन्यवाद। होइन यो जसुका छेमाले नै हो। जसुका छेमा यो चाहिँ धेरै धेरै धन्यवाद। जसुका छेमालाई पनि। रमिला राई भन्छ। रमिला राई भनेको धनजङ दाईको बहिनी। ए सोल्ठिनी अघिको मनिला राई बहिनी, रमिला राई दिदीले उहाँले बडा बिर्तामा सोल्ठिनी धेरै धेरै धन्यवाद।
धेरै धेरै धन्यवाद दिदी। यहाँ हाम्रो नानीले पहिले खोलेर रेडी गरेर के यो चाहिँ हाम्रो बहिनी खेमाको साथी शर्मिला बहिनी नै होला मेरो, बहिनीले दिनुभएको। दिदी बहिनीले यो र यो दिदी बहिनी शर्मिला बहिनी र पर्मिला दिदीले पर्मिला नै उहाँहरूलाई धेरै धेरै धन्यवाद। अब हामीलाई धन्यवाद। यो चाहिँ अब उयो गरिदेऊ, म यहाँ राखिदिन्छु। यहाँ थाप्नुलाई यस्तो गरिरहेको सुरु गर्नु पर्यो। कसरी दिनुभयो? यो चाहिँ माइली छेमा, मेरो माइली छेमाले उसको माइली मुमाले दिनुभएको। हाम्रो आमाको चाहिँ माइली बहिनीले यो चाहिँ हाम्रो माइली छामा र अङ्कलले दिनुभएको। छामा र अङ्कललाई धेरै धेरै धन्यवाद। बाबुलाई यहाँ लगाउने यो चाहिँ खुकुरी के भन्छ, समाना छेमा र मौली धन अङ्कलले दिनुभएको। धेरै धेरै धन्यवाद छेमा र अङ्कललाई मेरो तर्फबाट पनि। यो चाहिँ मेरो ठुली दिदीले उहाँले दिनुभएको मेरो बाबुलाई भात खाने चम्चा र भुटुका। धेरै धेरै धन्यवाद तपाईँलाई पनि। नमस्कार। नमस्कार। यो चाहिँ मैले धेरै साथीहरूको मैले बाबुको लागि उहाँ ठुली म माइली भएँ। अब यो चाहिँ मेरो साइली बहिनीले यो चाहिँ बाबुलाई के भन्छ मोतीमालामा यो चाहिँ साइली बहिनीले दिएको। साइली बहिनी अनि हाम्रो चाहिँ बाबुको साइली छामा। साइली छेमाले यो स्टल कसरी हो यस्तो रहेछ, यस्तै हो। यस्तो गरेर खाइदिन्छ ल। यो चाहिँ हाम्रो साइली बहिनीले, म जेठी उमाइले साइलीले दिएको। यो चाहिँ साइली बहिनीलाई पनि धेरै धेरै धन्यवाद तँलाई। तपाईँलाई भन्नुपर्दै उनीहरूको होला। तपाईँलाई धेरै धेरै धन्यवाद साइली बहिनी। ओ यो त भरे मिलाउ नि, मलाउनु जानिन। यो चाहिँ मेरो कान्छी बहिनीले मेरो आइसा राईले होइन? आइसा राईले, यो एलिना राईले अनि यो आइसा राईले। यो साइली बहिनीले हो। राई यो कान्छी बहिनीले यो चाहिँ सिक्री मेरो बाबुलाई दिएको। हजुरलाई पनि धेरै धेरै धन्यवाद कान्छी बहिनी आइसा राई। यो चाहिँ एलिना राईलाई हो। अब यो चाहिँ पैसा कतिको थियो? टन्नै थियो। यो पैसा चाहिँ अरू बाँकी आउनुहुने सब धेरै धेरै धन्यवाद भयो। लेटाङदेखि यता मेरो अफिसको साथीहरू, अफिस सरहरू, म्यामहरूले यो दिनुभएको। अनि लेटाङको फुपा मुमादेखि यता सबै त्यहाँ पनि सबै भनौँ न, अब सुटपुट हुनुभएको सबैलाई त अब भनेर नामै मलाई चाहिँ थाहा छैन। सबैले दिनुभएको। लेटाङबाट आउनुहुने यता यहाँनिर छिमेकी सीमाहरू अङ्कल आन्टीहरूले दिनुभएको। यो चाहिँ अनि अफिसको उसको सर म्याडमहरू सबैले दिनुभएको। पैसा चाहिँ कति छ अरे यहाँ? पैसा चाहिँ 33,110 रुपियाँ छ। सबैलाई धेरै धेरै धन्यवाद। सर म्याम, मेरो साथीहरू, अङ्कल आन्टी सबैलाई धन्यवाद। आइदिनु भयो, दुःख पाइदिनु भयो। साथीहरू आजको लागि चाहिँ मेरो भिडियो यति नै। मेरो भिडियो चाहिँ पुरा हेरिदिनु होला अनि के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला भन्दै आजको लागि चाहिँ यहाँ इन्ड गर्न चाहन्छु। यति समय हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। डु नट फर्गेट लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब भन्दै बाई बाई एभ्रिवान।